बाट चाहिँ तपाईलाई चाहिँ बच्चाको हाइट कसरी नाप्ने, बच्चाको वेट कसरी नाप्ने भन्ने कुराहरू चाहिँ तपाईँ के सानो जानकारी दिने गइरहेको छु। बच्चाको हाइट नाप्दा क्राइटेरिया के हुन्छ, बच्चाको वेट नाप्दा क्राइटेरिया के हुन्छ हैन, गएको बच्चालाई कसरी पकाउने जस्तै विभिन्न कुराहरू सिकाउन गइरहेको छु। अब यो चाहिँ हाम्रो सेका स्केल भन्छ यसलाई हैन, सेका स्केल हो। यो चाहिँ यसरी देखिन गर्ने, यो चाहिँ सफा हुनुपर्छ हैन, यो चाहिँ मजाले चाहिँ देखेको हुनुपर्छ हैन। यसमा चाहिँ कपडा सफा चाहिँ जहिले पनि अटोक्लेभ गरेको कपडा हुनुपर्छ हैन। यो मेसिनहरू चाहिँ राम्रो स्याब्लनले अथवा तपाईको स्पिडले पुसेको हुनुपर्छ हैन, सफा सुग्घर हुनुपर्छ र अन गर्दाखेरि यसरी अन गर्नुपर्छ हैन। एकदिन गर्दाखेरि जेरो आएको छ कि छैन, जेरो आएको छ कि छैन हैन, जेरो गर्नुपाले जेरो एकदिन गर्नु पर्यो। बच्चाले चाहिँ जुत्ता निकालेको हुनु पर्यो, टोपी निकालेको हुनु पर्यो, बच्चाले चाहिँ बाक्लो कपडा लाछन् कपडा निकालेको हुनु पर्यो। बल्ल हामी चाहिँ 2 वर्षभन्दा मुनिको बच्चालाई एकदिन गरेर यहाँ राख्न सक्छौँ हैन। यो चाहिँ अब बच्चाको वेट नापाइ भयो हैन। त्यसै गरी हामीले चाहिँ लम्बाइ नाप्छौँ। बच्चाको लम्बाइ नाप्ने चाहिँ हाइट नाप्ने चाहिँ स्टेडियोमिटर हो हैन। लेन्थ नाप्ने चाहिँ इन्फेन्टोमिटर भन्छ। जस्तै इन्फेन्टोमिटर पनि हामीसँग एउटा कपडा राख्यौँ, अटोक्लेभ गरेको कपडा राख्यौँ, टाउको यतातिर हुन्छ भने बच्चाले चाहिँ टाउको यहाँ छोड्काउनुपर्छ र हाइट हेर्दाखेरि उसको आँखा चाहिँ माथि प्यारलाल माथि हुनुपर्छ, सिधा माथि हुनुपर्छ हैन। अनि खुट्टाको पैतालाले यसरी चाहिँ दुईटै खुट्टाको पैताले यसरी छोडेको हुनुपर्छ र हामीले चाहिँ चेक गर्दाखेरि चाहिँ यसरी चाहिँ यो रातो भाग ट्याक्क यसरी हेर्छौँ हैन। जस्तै अब यहाँ 85.9 छ हैन। जस्तै अब 85.9 एकदिन गरेर मात्रै चाहिँ हामीले चाहिँ हाइट नाप्नु पर्दछ हैन। यो विभिन्न कुराहरू छन्। अब हामीले चाहिँ अब ठुलो बच्चालाई 2 वर्षभन्दा माथिको बच्चालाई हामीसँग यता साल्टर स्केल छ हैन। साल्टर स्केल चाहिँ बच्चाले जुत्ता लगाएको हुनु हुँदैन, टोपी लगाएको हुँदैन, गरुङको चिजहरू चाहिँ लगाएको हुँदैन। त्यसै गरेर चाहिँ हामीले चाहिँ बच्चाको नाङ्गो खुट्टाले चाहिँ हामीले चाहिँ के गर्छौँ, टेक्छौँ। 3 चोटि नापिसकेपछि मात्रै हामीले कन्फर्म गर्छौँ हैन। यो वेटहरू कहिले बच्चाको वेट नाप्नु मिल्दैन, कहिले बच्चा चलिरहेको हुन्छ, त्यसरी चाहिँ हामीले चाहिँ नाप्छौँ हैन। एकदिन गर्छौँ र हामीले हाइट नाप्दाखेरि चाहिँ बच्चाको हामी चाहिँ यो पोइन्ट चाहिँ 0 पोइन्ट छ, हामीले नापेर चाहिँ राखिरहेको छ हैन। 0 यहाँ 0 पोइन्ट छ, 0 पोइन्टबाट चाहिँ त्यसरी हामीले त्यसरी चाहिँ यहाँ फिट गरेका छौँ। हाइट नाप्दाखेरि चाहिँ यो स्टेडियोमिटरद्वारा चाहिँ जसरी मैले जुत्ता लगाएको छु त्यो जुत्ता लगाएको हुँदैन हैन, जुत्ता लगाएको हुँदैन, जुत्ता खोलेको हुनु पऱ्यो, टाउकोमा टोपी खोलेको हुनु पऱ्यो, स्ट्रेट पोजिसनमा हुनु पऱ्यो, आँखा चाहिँ प्यारलाल अगाडि गर्नुपर्छ हैन। त्यसै गरी चाहिँ जसरी हात अगाडि खुट्टाको टुप्चाले पछाडि छोड्नु पऱ्यो, ढाडले पछाडि छोड्नु पऱ्यो, कुमले पछाडि छोड्नु पऱ्यो र टाउकोले पछाडि छोड्नु पऱ्यो। स्ट्रेट पोजिसनमा चाहिँ बस्नुपर्छ हैन। बलमा हेड हामीले यो चाहिँ सही तरिका हुन्छ, सही मापन कुपोषण लागेको हाम्रो वेट छ कि उनीहरू हाइट छ कि बच्चाहरू भनेर हामीले चाहिँ र हाम्रो सिभिल अस्पतालमा चाहिँ हामीले चाहिँ विभिन्न यस्ता बच्चाको हाइट नाप्ने, वेट नाप्ने र उमेरअनुसारको काउन्ट छ कि छैन, उमेरअनुसारको हाइट वेट छ कि छैन भनेर चाहिँ हामीले एकदिन गरेर चाहिँ विभिन्न काउन्सिलिङ के खानुपर्छ, के खानु पर्दैन, अथवा डक्टरले चेक गराउनुपर्छ कि भनेर हामीले चाहिँ काउन्सिलिङ गर्ने गरेका छौँ। हस् त तपाईँले भिडियो कस्तो लाग्यो, जस्तो भिडियो लाग्छ उसलाई कमेन्ट गर्नु होला, अथवा केही सल्लाह सुझाव दिनु सक्नुहोला, केही सोध्नुपर्ने छ भने सोध्नु होला। धन्यवाद।